त्यो पैसा दिएपछि त्यो बिग्रिया काम पनि बनिन्छ। यही हो पारा। झोलेको निर्देशनबाट देश चलेको छ। यो पाराले हुँदैन। यो तीनटै फटा हुन्। एसपी कार्यालय यी सबै खानी, यो मालपोत खानी। सुन्नुहोस्, मालपोतमा जब पास गर्नु गयो भने यो म प्रुफ भए मात्रै कुरा गर्छु। अहिले भर्खर मैले केपी ओलीलाई मैले भनिरहेको छु 4 महिना कागज गरेर देऊ केपी ओलीज्यू। 4 महिनालाई कागज गरेर मैले यो व्यवस्था गर्छु। भएन भने तिमी जस्तो लिप्तो भएर हामी सत्तामा बस्दैनौँ। कालो मोसो लाऊ हामीलाई, हाम्रो गलत भयो भने। त्यति मैले त भनेको छु। राजगद्दी छोडिदे सङ्घीय सरकार, राजगद्दी छोडिदे सङ्घीय सरकार। हामी जनता अघि बढ्यौँ सङ्घर्षको राँको बालेर, हामी जनता अघि बढ्यौँ सङ्घर्षको राँको बालेर। मेरो घर चितुन हो, चितुन खुरखुरी। मेरो नाम माया पाण्डे। अब यहाँ बसेको कारण म यो राष्ट्रको, देशको, जनताको लागि देश त भएर गइसकेको छ। अनि यसको चिन्तामा म चाहिँ केही गर्न सक्ने विचार भएर अनि म आएको। 1 वर्ष आज 6 गते वैशाख ठक्कै 1 वर्ष भयो। हजुर 1 वर्ष चाहिँ म एक्लै आएर बसिया भयो। त्योभन्दा अगाडि चाहिँ यही काठमाडौँका भाइ राष्ट्रवादीहरूसँग 7 महिना बसेर दुर्गा प्रसादले खुवाइदियो। अनि त्यसपछिको अहिले 1 वर्ष टक्कै भयो। अब राजावादी पनि पहिला उहाँहरूकै ग्रुपमा आएर म पसेको हो। उहाँहरू चाहिँ जम्मै छुट्टै छुट्टै भिन्नै भएर जम्मै ग्रुप बन्न जानुभयो। उहाँ एकजना शङ्कर मगैयाजी हुनुहुन्छ। उहाँसितै भएका ग्रुप सबै गएर अनि उहाँ चाहिँ म कहीँ पनि जान्न। म यो देशको लागि म एउटा चाहिँ धेरै न यो बोझ बोक्ने सकेको मान्छे भएर उहाँसित बसेको म चाहिँ। म पनि त्यसरी चाहिँ नहिँड्ने, कुनै स्वार्थमा हिँड्नु परेन, त्यही भएर बसेको। किन हामीले बोले त गइरहेछ त। अब दिनदिनै रेकर्ड हुन्छ। मेरो फोटो खिचेर लैजान्छ। छोडी कार्यालयले माया पाण्डेहरू बोलाउँछ भने त रेकर्ड त भयो होला नि त। सरकारले त सुन्दैन। हामी यहाँ मरिहाल्यो भने पनि यो अहिलेको सरकारले सुन्दैन। किन मान्छे मारेर एउटा पत्रकारलाई जस्तो चाहिँ भित्र ती गोली हानेर सरकार मार्ने सरकारले हामी त यहीँ मर्दै हुन्थ्यो उसको लागि त मर्दै हुन्थ्यो। यो गणतन्त्रले चाहिँ हामीले मात्रै यो देश चलाइरहने, हामीले मात्रै खाइरहने, भ्रष्टाचार गरिरहने भन्ने सरकारको कुरो हो। तर अब हामी जनता एक भएर त्यही मैले भनिरहेको छु। अब सबै एक हौँ। हामी राष्ट्रवादी राजावादी सबै एक हौँ। अनि यो संहिता खारिज गरौँ, 72 सालको संविधान खारिज गरौँ। अनि 47 सालको संविधान यो सबैले यो लागू गरौँ। 5 बुँदे समाजदारी कायम गरौँ। अनि राजा स्थापना गरौँ। अनि त्यहाँबाट यो व्यवस्था फालेर यी मान्छे सबै यो वार्डदेखिको लिएर सबै फाल्ने यी मान्छेले कहिले गर्न। वार्डदेखिको सर्वोच्च अदालत, सिडिओ कार्यालय, एसपी कार्यालय यी सबै खानी, यो मालपोत खानी। सुन्नुहोस्, मालपोतमा जब पास गर्नु गयो भने यो म प्रुफ भए मात्रै कुरा गर्छु। म अरू कुरा गर्दिनँ, आल्टु पाल्टु गर्दिनँ। मालपोतमा सबै काम घरबाटो बनाएर पठायो सबै गयो। त्यहाँबाट गएर देखाएपछि यसो बाहिरबाट जाने मान्छेहरूको अनि एउटा अक्षर त्यहाँ बिग्रिया रहेछ भने तपाईँको यो बिग्रियो, यो हुँदैन, अर्को बनाएर ल्याउनु भन्छ। सुन्नुहोस् है एकछिन। त्यहाँबाट एकछिनपछि अनि आएर उनीहरूले के भन्छ भने यदि 1000 पैसा तपाईँले दिनु सक्नुहुन्छ भने हामी यहाँ बनाइदिन्छौँ भनेपछि अनि पैसा अब त्यो मान्छे त बाध्यता पर्नु पऱ्यो नि। अब टाढा छ, कहाँ काठमाडौँ कहाँबाट आएको छ। अनि त्यो मान्छेले बाध्यता भएर कति हजार, यति हजार भनेपछि अब 1000 त त्यहाँ हेरी त्यो 1000 हुन्छ। अनि दिन्छु भनेपछि त्यो पैसा दिएपछि त्यो बिग्रिया काम पनि बनिन्छ। यही हो पारा। जनता त मरिसकेको छ त। यो देश त गइसकेको छ त। डलरमा बिकिसकेको छ। अनि अहिले भ्रष्टाचार गरे होइन केपी ओलीले। मैले के गर्ने त आज 10 महिना भयो। अहिले भर्खर पोखरामा चाहिँ एयरपोर्टमा चाहिँ आज 15 अर्ब चाहिँ अहिले भर्खर भ्रष्टाचार निस्किरहेको छ नि। यो चाहिँ के हो त? यो चाहिँ सबै जनताले हेर्दैन सधैँ यसैले पालिँदैन। अब केपी ओली अर्को सरकार बनाउने अब देउपा तयार भएर बसेको छ। अब यो सरकार बनाउने होइन, यो सिस्टम फाल्ने, संहिता यिनीहरूको खारिज गर्ने, हामीले नयाँ व्यवस्था। अब तपाईँहरू नयाँ युवाहरूलाई म के भन्छु, जाल जेल नगर्नुहोस्, फटाइ नगर्नुहोस्, इमान्दार भएर आउनुहोस्। यो भविष्य बनाउने तपाईँहरू युवाहरू हो। मैले यही परिवर्तन मसँग यो देशको लागि र जनताको लागि मसँग जब त यो 18 वर्षमा अहिले भयो गणतन्त्र आउँदाखेरि रोए जनताहरू। पहिला रमाए, पछाडि रोए। मेरो सबै कुरा त्यो भइसकेको छ, राखिसकेको छ। अनि त्यो भएपछि न यो देश चलाउन एउटा प्रधानमन्त्री भएर 3 करोड जनताको त एउटा अभियान हो नि। के एउटा भात पकाउने मान्छेले भात मात्रै पकाएर बसेर हुन्छ? हुँदैन यस्तो त बात गर्ने। म नयाँ पुस्तालाई ल्याएर राख्नलाई मसँग भिजन छ। देश र जनताको लागि मेरो तयार भइसकेको छ। अनि त्यहाँबाट
ल मलाई केही चाहिएको छैन, तपाईहरू देश चलाउन सक्ने हिम्मत हाँक्नुहोस् तपाईहरू। तर तपाईहरूले देशको लागि के गर्नुपर्ने चाहिँ मैले पछाडिबाट तपाईँहरूलाई सहयोग गर्छु, मलाई केही पनि चाहिँदैन भनेर मसँग किताब निक्लिन लागिरहेछ। मेरो जुन भिजनको किताब छ, अहिले भर्खर मैले केपी ओलीलाई मैले भनिरहेको छु 4 महिना कागज गरेर देऊ केपी ओलीज्यू, 4 महिनालाई कागज गरेर मैले यो व्यवस्था गर्छु, भएन भने तिमी जस्तो लिप्तो भएर हामी सत्तामा बस्दैनौँ, कालो मोसो लाऊ हामीलाई, हाम्रो गलत भयो भने। त्यति मैले त भनेको छु। देश चलाउन सक्ने क्षमता भएको मसँग भिजन छ त, विचार छ, दिमाग छ, मसँग सबै कुरा तयार गरिसकेका छ त। यसरी चलाउनुपर्छ, यो गर्नुपर्छ, हामी देश विदेश सबै सक्छौँ। के यिनीहरूले मात्रै सक्ने हो? अहिले हाम्रो थाइल्यान्डबाट चाहिँ यति हजारको चाहिँ बत्ती हामीले गर्न सक्दैनौँ? यो माओवादीले केपी ओलीले मात्रै गर्ने हो? यो तिनटै फटा हुन्, एमाले काङ्ग्रेस माओवादी तिनटै फटा हुन्। अब अघिल्लो पुस्ताको हाम्रो वंशमा जे चल्दै आएको छ होइन, हामी त्यसमा चाहिँ हाम्रो पुस्ताले हामीले समात्यौँ। अब तपाईँहरूले पनि त्यो समाउनु पऱ्यो नि, त्यो चिन्दै जानु पऱ्यो। आफ्नो वंशको त तिथि मिति नीति नियम चोखो नितो अब के छ तपाईँहरूको काममा के छ, त्यो सबै तपाईँहरूले चाहिँ त्यसलाई समेट्दै जानु पर्यो। यो छोड्न भएन कसैले पनि। अब मैले भन्ने त्यही, मैले के भन्छु भने यो सत्ता फाल्नुपर्छ, यो सरकार राख्ने नै होइन। हामी त मरिसकेको छौँ, यसले जालझेल गरेर जनतालाई मारेर खाइसकेको छ। अस्ति 3 कुनेमा आज किताकाट गरेर हामीलाई चाहिँ रिङ रोड बाहिर भनेर पठाएपछि अनि हामीले जनता त्यहाँ पुगेर सबै जम्मा हुन नपाउँदै असुर यहाँ छतबाट हान्ने अनि जनतालाई मार्ने, गोली हानेर मार्ने भनेपछि यो सरकारले गल्ती गरेको हो। यो सरकारलाई राख्ने होइन, प्रजातन्त्रको देशमा गोली हान्न गोली चलिसक्यो, अब गोली हान्न पाउँदैन, लोकतन्त्र भनेको छ। मैले के भन्छु, अब यो प्रधानमन्त्री फेरेर बनाउने होइन, अब यिनीहरूलाई नै हटाउने, यिनीहरूलाई फालेर नयाँ व्यवस्था अब हामीले लागू गर्ने, यिनीहरूलाई देखाएर। तर यिनीहरूले एक शब्द पनि यहाँ गलत भयो यो भन्ने नसक्ने गरी हामीले देश चलाउने हो भनेपछि अब मैले चाहिँ यही भन्छु। अब के भन्छु, राजगद्दी छोडिदे सङ्घीय सरकार, राजगद्दी छोडिदे सङ्घीय सरकार। हामी जनता अघि बढ्यौँ सङ्घर्षको राँको बालेर, हामी जनता अघि बढ्यौँ सङ्घर्षको राँको बालेर। यो मैले पोहोर दुर्गा प्रसादको त्यहाँ पनि मैले भनेको छु। भनेपछि अब हाम्रो माग के हो, सत्ता छोड्नै पर्छ। अब भोलिबाट चाहिँ जनताहरूले चाहिँ सडकमा भनेको छन् राजावादीहरू। अब सरकारले कुनै हालतमा काम गर्न नसके सत्तामा बस्न पाउँदैन। तपाईँलाई मैले काम गर्न पैसा दिएर लिएर आउँछु, तपाईँले काम गर्न जानेन भने तपाईँलाई मैले यसै पैसा दिन्छु, तपाईँलाई मैले ल जानुहोस्, त्यो पैसा त भयो खानुहोस्, अब तपाईँले काम गर्न सक्यो भने तपाईँले जानुहोस् भन्छु मैले त्यो हो। राज्यमा पनि त्यस्तै हुनुपर्छ, किन यो फितलो भइरहेको छ। तपाईँ हामी कमजोर भएर, जनता कमजोर भएपछि जुन सत्ता चलाउने सरकार पनि त्यही। अहिले त यो केपी ओली के गर्छ, यो केपी ओलीको निर्देशनबाट देश चलेको छैन, झोलेहरू बिचौलियाहरू पालेको छ, झोलेको निर्देशनबाट देश चलेको छ। यो पाराले हुँदैन, देश गइसक्यो, कुनै हालतमा पनि जनताको भविष्य बिग्रिसक्यो। अब अहिले के भन्छ अरे हिजो टेलिभिजनमा भनेको छ, हामीले बाहिर जनतालाई पठाएछौँ रे, जनताले पैसा कमाएर पठाउँछन् रे, अनि कति राम्रो घरमा खानु पाएको छ, त्यस्तो भन्नेले अनि जनतालाई यहाँ केही हामीले चाहिँ रोजगार दिन्छौँ भनेर तपाईँहरू पत्याउने। आज 10 महिना भयो के चाहिँ गर्छ केपी ओलीले। आज यो गणतन्त्र खारिज गर्नै पर्छ, नयाँ व्यवस्था गर्नुपर्छ। जुन 47 सालको संविधान हामी सबैको चाहिँ अभियान हामी एक हुनुपर्छ। अनि राजा ल्याउने भने अब राजाको कुनै एकपल्ट तपाईँलाई पुष्टि गरिदिन्छु है म। राजा ल्याउने भने हिजो पञ्चायतकालको राजा होइन कि आज जनताको राजा हो। जनताको हत्केलामा जनताले राख्ने हो। राजाले के गर्नुहुन्छ, मेरा प्रजाहरूलाई कसैले दुःख दियो, कसैले हस्तक्षेप गर्यो भने राजाले चाहिँ त्यसमा हामीलाई सूचित भएर हामीलाई बनाउनुपर्छ। अनि प्रधानमन्त्रीहरूले देश चलाउने हो, राजा चलाउने होइन नि। अनि संसदहरूले, मन्त्रीहरूले राज्यको काम गर्ने, यिनले डलरमा भोलि आज डलरमा चलेका नेताहरूले, जनताहरूले नेता नै भयो तिनीहरू त, तिनीहरूले भोलि पनि देश चलाउनलाई उनीहरू भयो भने राजाले त्यसमा त मेरो देशलाई त कसैले हस्तक्षेप गर्छ बाहिर विदेशले, त्यसमा चाहिँ राजाले त्यो हेर्ने हो। त्यति काम हो। अनि गरिब जनताले खानु पायो कि पाएन, कसले दुःख पायो कसले सुख पाएछ, दुःख पाउनेलाई दुःख दिनु हुँदैन, खाना दिनुपर्छ भनेर राजाले हेर्ने यो 3टा काम हो। अहिले जतिजना राजालाई गाली किन गर्छन्, राजालाई गर्ने गाली दिने ठाउँै छैन भनेपछि यो कुरो कुनै हालमा यो केपी ओलीको कानमा तपाईँहरूले पुर्याइदिनुपर्छ। मिडियाले खिच्छ, हामी बोलेको आउँछ बोल्न लाउँछ, तर राज्यलाई असर पर्ने कुरा हामीले केही बोल्यो भने, उसले गल्ती गरेको कुरा बोल्यो भने अनि हाल्दैन। तपाईँहरूले एकदम हालिदिनुहोस्, जनता मरिसकेको छ।
ल धन्यवाद। यति ल यो कुराहरू तपाईँले कस्तो लाग्यो है हाल्नुहोस् है हाल्नु चाहिँ